भनिन्छ नि कहिलेकाहीँ अनप्लान कुराहरू र डेस्टिनेसन बिनाको घुमघाम पनि रमाइलो हुन्छ भनेर। त्यसै गरी आजको हाम्रो काफल खान जाने ट्रिप भनौँ न होइन, यो चाहिँ एकदमै अनप्लान थियो। हुन चाहिँ 1 वर्ष अगाडि नै जाने है भनेको थियो, तर कहाँ जाने के गर्ने केही थाहा थिएन नि। यो वर्ष चाहिँ जाऊँ न त भनेर हिजो कन्फर्म चाहिँ थिएन, तर अब आज बिहानै अब चाहिँ जान्ने नै हो पक्का भनेर गयौँ। पानी पर्ला जस्तो थियो, तर हामी गएको ठाउँमा चाहिँ कहीँ पानी परेन। यता ठैबोतिर चाहिँ हाम्रो घरतिर चाहिँ बाढी होला जस्तो पानी पऱ्यो भनेर पछि थाहा भयो हामीलाई। अनि हामी जाने त लागेको थियौँ, तर को जाने, कहाँसम्म जाने, कसरी जाने केही आइडिया थिएन। जब ठैबो पुग्यौँ तब भाउजू दाइ हामी मिक्स भएर गयौँ। अनि जब हामीलाई हिँड्नुपर्ने बेलादेखि चाहिँ हामी धेरैजना भएर गयौँ। फर्स्ट टाइम भेटेको थियौँ, तर एकदमै धेरै रमाइलो गऱ्यो। सबैजना भेटेर हिँड्दासम्म पनि हामी कहाँसम्म जान्छौँ भनेर थाहा नै थिएन। हाम्रो यात्रा चाहिँ जहाँसम्म काफल भेटिँदैन त्यहाँसम्म भनेर जान थालेको थियौँ। बाटोमा रमाइलो गर्दै गर्दै धेरै ठुलो मान्छेभन्दा हामी बच्चाहरू थियौँ। रमाइलो गर्दै फुल टिप्दै मलाई त यतिकै रमाइलो लाग्यो, किनकि त्यो बाटोभरि फुलै फुल थियो नि त। फुलहरू टिप्दै थरीथरीको कलेक्सन बनाउँदै गुराँसहरू हेर्दै त्यो राम्रो सिनहरू हेर्दै रमाइलो गर्दै बच्चाहरूको तालमा मजाले हिँड्यो। अनि अलिकति हिँडेपछि काफल चाहिँ पायौँ, तर के गर्ने, सबैजना रुख त चढ्न सकिन्न। दाइ भाउजू दाइ चढ्नुभयो, अनि हाँगाबिगा फाल्नुभयो, घरिघरि रुख हल्लाउनु भयो। त्यही रुखबाट झरेको भुइँमा हामी चाहिँ खोस्री टिपेर खायौँ मजाले। आफूले अगाउने जति चाहिँ खायौँ सबैजनाले, तर जसरी हामीले सोचेको थियौँ नि काफल टिप्न गएको टन्नै कलेक्ट गरेर ल्याउनुपर्छ भन्नेवाला, त्यस्तोवाला चाहिँ टन्नै कलेक्ट गरेर ल्याउनेवाला चाहिँ भएन। जस आफूलाई पुग्ने जति खाइयो, अगाउने खाइयो, रमाइलो गऱ्यो भन्न। काफल खाना गएको बाहनामा हामीले एकदमै धेरै रमाइलो गऱ्यो। फोटो भिडियो बनाउने, ठाउँमा बस्ने, चिसोहरू खाने। जसरी म अरू बेला साथीहरूसँग हाइक जाँदाखेरि रमाइलो गर्थेँ नि, त्यस्तै नै रमाइलो भयो। सबै उस्तै नै भयो भनौँ न। यो पालिको जस्ट यति फरक थियो कि हामीले प्लान बनाएको थिएनौँ, कहाँ जाने भनेर कन्फर्म गरेको थिएनौँ, को जाने भनेर लिस्ट निकालेको थिएनौँ। यत्तिकै हावातालमा गएको थियो। युटिलाइज स्याटरडे भयो। काफल पनि खाइयो, चुत्रो पनि खाइयो, चोरेर आलु पखडा पनि खाइयो, के खाइयो, आल्चा खाइयो, ऐसेलु खाइयो, गुराँस खाइयो, टन्नै कुरा खाइयो। अनि रमाइलो पनि मजाले गऱ्यो। बिचमा एकचोटि दाइ भाइहरू छुट्टिएर एकछिन त खोज्नुपर्ने अवस्था पनि आएको थियो त्यो घना जङ्गलमा। अनि एकदमै दिन राम्रो भइदियो। आनन्दले घुमेर मजाले आयौँ, मजा गऱ्यौँ। अनि एउटा मेमोरी कलेक्ट गऱ्यौँ भनौँ न। ओसिलो टिप्न अथवा काफल टिप्न भनेर गएर पनि यसरी हिँड्यो भने मैले त फुल टन्नै कलेक्ट गरेँ। मेरो लागि त सबैभन्दा बेस्ट नै त्यही थियो। एकदमै ओभरअली दिन चाहिँ एकदमै राम्रो रमाइलो भयो। अनि धेरैजना यसरी धेरै पछि हिँडेको थियो। म त नयाँ वर्षको दिन हिँडेपछि यसरी कहिले हिँडेको थिएन। धेरै टाइम पछाडिको हिँडाइ पनि भयो भनौँ न। मेरो लागि हाइक पनि भयो। एकदमै रमाइलो अनि राम्रो दिन भयो।